सनातन वैदिक धर्म जसका 1280 भन्दा बढी धर्मग्रन्थहरू छन्, 10,000 भन्दा बढी जातिहरू छन्, गन्नै नसकिने पर्व अनि परम्पराहरू छन्, असंख्य देवी देवता, सयौं उपजातिहरू, हजारौं ऋषिमुनिहरू, हजारौं भाषा, फेरि पनि सबै हिन्दूहरू, सबै वैदिक सनातनीहरू एउटै मन्दिरमा जान्छन्। त्यहाँ सबै शान्ति शालीनतासँग बस्दछन्। तर नयाँ हुँ भन्ने जो इसाईहरू छन्, जो इस्लामलाई मान्ने मुस्लिमहरू छन्, उनीहरूले हामीले मान्ने भगवान एउटै छ भन्छन्, बाइबल पनि एउटै छ भन्छन्। एउटै चाहिँ छैन, फरक फरक छ, त्यो भनाइ मात्र हो। तर पनि उनीहरू ल्याटिन क्याथोलिक, सिरियन क्याथोलिक, मार्थोमा, पेन्टेकोस्ट, सेल्भेसन आर्मी, सेभेन डे एडभान्टिस्ट, अर्थोडक्स, जेकोबाइट जस्ता 146 वटा पन्थमा, फिर्कामा बटेका छन् र एक आपसमा उनीहरू एक अर्काको चर्चमा जाँदैनन्, जाने व्यक्तिलाई ठिक पनि मान्दैनन् र उनीहरूले एक अर्कालाई झुठो इसाई भन्छन्, यानि कि एकले अर्कालाई इसाई मान्दैनन्। यदि हामी इस्लाममा आयौँ भने उनीहरूले अल्लाह एक छ भन्छन्, कुरान एक छ भन्छन्। कुरान 6 किसिमका छन् र फेरि पनि नबीको पनि विभिन्न प्रकार त्यहाँ देख्न सकिन्छ। फेरि पनि उनीहरू शिया, सुन्नी, अहमदिया, सुफी, मुजाहिद्दिन जस्ता 13 वटा फिर्कामा, 13 वटा ग्रुपमा विभाजित भएर, विभक्त भएर एक अर्काका रगतका प्यासी छन्। सबैका फरक फरक मस्जिदहरू हुन्छन्, तिनीहरूले नमाज पढ्ने ठाउँहरू फरक फरक हुन्छन्, उनीहरू साथमै बसेर नमाज पढ्नै सक्दैनन्। आजसम्मको इतिहासमा उनीहरू एकै ठाउँमा बसेर नमाज पढेको कुनै इतिहास छैन, पढ्न पनि सक्दैनन्। जो पढ्न खोजे उनीहरू एक अर्कालाई काटेर कत्लेआम गरेर मरे। उनीहरू मजहबको नाममा एक अर्कालाई कत्लेआम गर्नु, काट्नु, मार्नु उनीहरूका लागि साधारण नै छ। सोही कारणले सबैभन्दा महान भनेको वेद धर्म छ। वेदले मनुष्यलाई मनुर्भव जनया दैवै जनम, यानि कि मनुष्य बन र अखिल विश्वको यो संसारको मानव जातिको कल्याणको काम गर भन्छ। तर नयाँ हुँ भन्दैमा अरबी कल्ट र जो अरबकै अर्को इसाई मत छ, यी कुराहरूलाई व्यक्तिहरूले नबुझेर स्वर्ग नर्कको आशमा, कसैका मिठा कुरामा यो धर्म हुन् भनेर तत्काल परिवर्तन गर्न खोज्दछन्। त्यो चाहिँ गलत हो। किन भन्दाखेरि धर्म कहिल्यै पनि परिवर्तन हुन सक्दैन। मत परिवर्तन हुन्छ, विचार परिवर्तन हुन्छ, मजहब परिवर्तन हुन्छ, तर धर्म स्वभाव हो, असल गुण हो। धर्म भनेको धर्म परिवर्तन सम्भव छैन। सोही कारण सबै मनुष्य बनौँ र वेदतर्फ फर्कौँ। नमस्ते। ओम।